पृथ्वी गोलो छ, पालो सबैको आउँछ। हरेक सवालको जवाफ दिने दिन पनि अवश्य आउँछ। त्यसैले मै हुँ भनेर घमण्ड नगरे हुन्छ, किनकि बोल्ने सबै बाठा र नबोल्ने सबै लाटा हुँदैन। बुझ्यो? जब आफ्नो भाग्यमा दुःख भोग्न लेखेको छ भने दैवसँग मृत्यु माग्दा त नमिल्दो रहेछ, अनि भगवानसँग खुसी मागेर कहाँ मिल्थ्यो र। मेरो भागी खप्पर जा गए नि ठक्कर, मेरो तमसा बनेको छ मेरो जिन्दगी। बोल्दा पनि म नै गलत हुन्छु, अनि चुपचाप बस्दा पनि म नै गलत हुन्छु। मनभित्र पीडाको आदि चलिरहन्छ, कसैले देख्दैन मेरो मौन चिच्चेहाट। आँसु लुकाएर मुस्कान ओढ्दा पनि आखिर दोषी त म नै ठहरिन्छु। के छैन मसँग, सब थोक छ। आँसु छ, पीडा छ, छटपटी छ, निराशा छ, कहाली लाग्दो रात छ। नभएको त्यही एउटा खुसी त हो, नभएको त्यही एउटा सुख त हो, नभएको एउटा त्यही साथ त हो, नभएको एउटा त्यही सफलता त हो। के छैन मसँग। गरिब भन्छ पैसा हुनु नै खुसी हो, अन्धो भन्छ हेर्न सक्नु नै खुसी हो, बिरामी भन्छ बाँचिरहनु नै खुसी हो, एक्लो भन्छ कोही साथमा हुनु नै खुसी हो, व्यस्त भन्छ आराम पाउनु नै खुसी हो, निद्रा नलाग्ने भन्छ एउटा राम्रो निद्रा नै खुसी हो। तर तिमीलाई के लाग्छ, खुसी भनेको के हो? जीवनको भिडभाडमा हामी सबै दौडिरहेका छौँ, कसैले पैसाको पछाडि, कसैले माया खोज्दै, कसैले समय खोज्दै, तर सबैको लक्ष्य एउटै छ, खुसी। तर अचम्म के छ भने हामी सधैँ त्यही कुरा खोज्छौँ जुन हामीसँग छैन। हामीले जे पाएका छौँ त्यसलाई सामान्य ठान्छौँ र जे पाएका छैनौँ त्यसलाई सपना बनाउँछौँ। एकछिन रोकिने हो भने थाहा हुन्छ खुसी कुनै टाढाको गन्तव्य होइन, यो त यही अहिले सानो सानो कुरामा लुकेको छ। सास फेर्न सक्नु, आफ्नो मान्छेसँग दुई शब्द बोल्न पाउनु, थकित शरीरलाई आराम दिन पाउनु, यी सबै नै त खुसीका रूप हुन्। तर हामीले कहिले ती कुरा गनेका छौँ? हामीले कहिले आफूलाई सोधेका छौँ म वास्तवमै के कुरामा खुसी छु? सायद खुसी भनेको सबै कुरा पाउनु होइन, जे छ त्यसलाई महसुस गर्न सक्नु। चिन्ता नगर, म टाढिँदैछु तिमीबाट। आशा छ मैले गर्दा हराएका तिम्रा खुसी फर्केर आउनेछन्। म एक्लो भए पनि तिमीले चाहेका हरेक मान्छे तिम्रो साथमा हुनेछ।